जिरीबाट बजारबाट 10 मिनट यता आइसकेपछि यसरी दुईटा बाटो भेटिन्छ, तल्लो र माथिल्लो। यो बाटो हिँड्ने हो माथि जिरीश्वर जानलाई, र त्यहाँ यसरी बोर्ड पनि छ, यो बाटो जाने हो सिधै, तलको बाटो होइन, यो बाटो जाने। र यहाँ लेखेको पनि छ, बोर्डहरू देख्नुहुन्छ यहाँ, जिरीश्वर जाने, गुरु रिम्पोचे गुम्पा जाने बाटो, सबै यहाँ एरुङ जाने बाटो सबै लेखेको छ। तर यहाँबाट हामी यो मोटरसाइकल आएको बाटो हामी जिनेश्वरको बाटो जानेछौँ। जिरीश्वरबाट आएपछि यो गेट देखिन्छ, अनि यहाँबाट जाने हो। त्यहाँ गएपछि अनि जिरीश्वर पुगिन्छ। यो प्रतीक्षालय बनाइरहेको रहेछ यहाँ बसेर अनि दर्शन गर्न जाने हो। त्यो बजारबाट आएर हामी यहाँ अब जिरेश्वर गेट भयो, यही गेट हो, यस्तो राम्रो छ गेट। यहाँबाट छिर्ने हो। यहाँबाट लगभग 5 मिनटको दूरीमा मन्दिर आइपुग्छ। यो जिरीश्वरको आश्रयस्थल र त्यो जिरीश्वर छिर्ने गेट, र यहाँ दिसा पिसाब गर्नलाई एउटा टोयलेटको व्यवस्था पनि गरिदिएको रहेछ। धेरै धेरै धन्यवाद समितिलाई। यस बाटोमा दिसा पिसाब गर्नु पर्दैन, पानीको पनि व्यवस्था छ। ल आउनु होला, रमाइलो छ ठाउँ। अब जिरीबाट आउने बाटो यो भयो। यहाँबाट लगभग यहाँबाट यसो घुमेर गएर त्यहाँ एउटा बाटो हिँडेपछि हामी जिरी बजार आइपुग्छ। लगभग आधा घन्टा 45 मिनट लाग्छ नै। ल आउनु होला, धन्यवाद। ल यो चाहिँ हल्का उकालो, हामी उकालो हिँड्दैछौँ है। यो उकालो अलिकति छ यहाँ बाटोबाट, 5 मिनटको उकालो। जिरेश्वर महादेव उक्लिँदै जिरेश्वर महादेव दर्शन गर्न आएको आज हामी जिरीको एकदम खोचमा रहेछ यो भगवान हाम्रो शिवशङ्कर भोलेनाथ। ल है हेर्नु होला, जिरीश्वर महादेव हामी आज जिरीश्वर मध्यममा दर्शन गर्न आएको। त्यो पहाडको खोजमा रहेछ। हामी हिँड्दै आधा घन्टा लाग्यो हामीलाई आउन, तर एकदम रमणीय स्थल रहेछ। आउनै पर्ने ठाउँ यो, एकदम रमाइलो छ, यस्तो खोजमा छ। तपाईँहरू पनि अवश्य पाल्नु होला। धन्यवाद। ओर्लिने ठाउँ, यो ओर्लिने ठाउँ भयो। यसरी यताबाट जाने यही हो मन्दिर, हेर्नु होला मन्दिर। यसरी फर्किने हो, यहाँ बाटो छ। अनि यहाँ यो ठ्याक्क उकालो चढ्ने ठाउँमा एउटा झरना छ, रमणीय। अब सायद गर्मी महिनामा भगवानलाई दर्शन गर्नलाई यहाँ नुहाएर जाने होला। अब अहिले त यस्तो चिसो छ, नुहाउने कुरा भएन। यही हो झरना, सानो झरना छ। ल हामी यसरी अब फर्किँदैछौँ है त, आउनु होला, रमणीय स्थल छ। धन्यवाद। यो 5 मिनटको उकालो हामी हिँड्दैछौँ यसरी, तर एकदम राम्रो छ जङ्गलको वरिपरि। यो ठाउँ चाहिँ नछुटाउने ठाउँ रहेछ। खै हामीलाई त एकदम रमाइलो लाग्यो। गाडी आउँछ, हामी चाहिँ हिँडेरै आएको। आधा घन्टा 45 मिनट लाग्यो, तर मर्निङ वाक जस्तो भयो। एकदम रमाइलो छ, जङ्गलको बिचमा छ, खोजमा छ। एकछिन त हामीलाई डर पनि लाग्यो, कोही छैन, हामी 2 जना मात्रै। ल आउनु होला। हामी यहाँ जिरीश्वर दर्शन गरेर फर्किँदै यो रमणीय स्थल हेर्नु होला। यसरी सानो थोरै उकालो ओह्रालो छ। ल अब म अलिकति उता देखाइदिन्छु। आश्रम स्थल बनाएको रहेछ जिरेश्वर छिर्न ठ्याक्कै अगाडि। यहाँबाट अब हामी जिरी बजार पुग्नलाई हामीलाई आधा घन्टा, चाँडो गयो भने आधा घन्टा, न 45 मिनट जति लाग्छ। ल यही हो बाटो, राम्रो छ। जङ्गलहरू हेर्नु होला, यस्तो रमणीय जङ्गल छ वरिपरि। अनि यहीँबाट गएपछि खोजमा हाम्रो मुख्य भगवान के भन्छ मैले बिर्स्यो, आश्रम गरेर बस्नु भएको छ।